पथिक फाउन्डेसनको ज्ञान सभामा तपाईहरुलाई स्वागत छ। आज हामी डाक्टर चेतना प्रकरणमा छौं। जनहित गर्वी सरकार तथा आधुनिक चिकित्सालाई प्रवर्धन गर्नको निमित्त बडा कम्मर कसेका स्वास्थ्य कर्मीहरू, डाक्टरहरू, के तपाईहरुलाई थाहा छ कि तपाईहरुले जुन स्वास्थ्य सेवा यानी एलोप्याथी आधुनिक चिकित्सा भनेर सेवा दिइरहनु भएको छ, यसको जग कहाँ छ र यसको जग के हो? के तपाईहरुलाई थाहा छ कि तपाईहरुले आज जुन प्रकारले आफ्नो हैसियतलाई बढाउनु भएको छ र जस्तो प्रकारको एक मात्रै चिकित्सा पद्धति हुन्छ त्यो चिकित्सा पद्धति एलोप्याथी हो भनेर बुझ्नु भएको छ। त्यसभन्दा पहिले कुन चिकित्सा पद्धतिहरू थिए र नेपालमा कस्ता पद्धतिहरू चल्दै आएका थिए, तिनले कसरी सेवा दिँदै आएका थिए, के तपाईलाई थाहा छ? के तपाईलाई थाहा छ कि यो एलोप्याथिक चिकित्सा पद्धति खास गरेर 2015 साल पछि नेपालमा भित्रिएको हो र यो 100 वर्षको पनि पुगेको छैन, बहु बाल्यकालमा छ। अनि के तपाईहरुलाई थाहा छ कि यो आधुनिक चिकित्सा पद्धति प्राचीन चिकित्सा पद्धतिको आयुर्वेद चिकित्सा पद्धति सुश्रुतको विज्ञान, चरकको विज्ञानलाई विदेशमा लगेर त्यसै विज्ञानका आधारमा त्यहाँका हनीमुन, त्यहाँका हिपोक्रेटस आदि व्यक्तिहरूको प्राकृतिक चिकित्साको सहारा लिएर आधुनिक रूपले रसायनीकृत गरेर बनाइएको हो? के तपाईहरुलाई थाहा छ 2015 सालभन्दा पहिले नेपाली जनताको आयु 90 देखि 100 वर्षसम्मको थियो र नेपालको औसत मान्छेको आयु 70 वर्षभन्दा माथि थियो? के तपाईहरुलाई थाहा छ एलोप्याथी चिकित्सा आइसकेपछिका केही वर्षहरूमा नेपाली जनताको आयुको एभरेज आयु, औसत आयु घटेर 56 वर्षको उमेरमा पुग्यो? के तपाईहरुलाई थाहा छ 50 साल 2060 साल पहिले जब यो एलोप्याथी चिकित्साले जगजगी कायम गरेको थिएन, नेपालमा बहुत कम रोग लाग्थ्यो र बहुत कम मान्छेहरू रोगले मर्थे? के तपाईहरुलाई थाहा छ आज बहुत धेरै औषधिहरूको प्रयोग भइरहेको छ, बहुत धेरै अपरेसन चिरफारहरू भएका छन् र मानिस यही चिरफारका कारणले, यही औषधिका कारणले मरिरहेको छ? के तपाईलाई थाहा छ पहिलेको विज्ञानले जब उच्च रक्तचाप, जब सुगर, डायबिटिज, अन्य प्रकारको कुनै रोग, जीर्ण रोग भनेर भन्थ्यो भनेदेखि त्यस जीर्ण रोगमा उसले दिएको औषधिले महिना दिन 15 दिनमा निको पार्थ्यो अथवा 2 महिनामा निको पार्थ्यो। निको पारिसकेपछि औषधि नै खान पर्दैन थियो, लामो कालको निमित्त सन्चो हुन्थ्यो। र तपाईको चिकित्सा पद्धतिले दिएको औषधि कुनै दिन छोड्नै पाइँदैन, छोड्यो भनेदेखि फेरि मर्ने सङ्कट हुन्छ। के तपाईलाई थाहा छ कि ती पुराना चिकित्सा पद्धतिहरू जसका आधारमा यो चिकित्सा कायम भयो त्यसको नाम प्राकृतिक चिकित्सा हो, त्यसको नाम योग चिकित्सा हो, त्यसको नाम जडीबुटी चिकित्सा हो? के तपाईलाई थाहा छ तपाईका औषधिहरू यानी एलोप्याथीका आधुनिक औषधिहरू जम्मै यी जडीबुटीहरू लगाएर बनाइन्छन्? नेपाल भारतबाट जडीबुटीहरू संग्रह गरेर ती जडीबुटीहरू लगेर तपाईका आजका आधुनिक औषधिहरू रसायनीकृत गरेर बनाइन्छ? के तपाईलाई थाहा छ तपाई यो देशमा जन्मेको नागरिक हो, तपाईलाई यो देशको पनि केही मात्रामा देशप्रतिको अहभाव हुनुपर्छ, जनताप्रतिको अहभाव हुनुपर्छ? के तपाईलाई थाहा छ व्यापार मात्रै सर्वस्व होइन र धन मात्रै सर्वस्व होइन, मानवीयताले पनि केही अर्थ राख्छ, नैतिकताले पनि केही अर्थ लाग्छ? त यी सब कुरामा तपाईले याद गर्नुहुन्छ भने जनगर्वी सरकार र एलोप्याथिक चिकित्सकहरूलाई म भन्न चाहन्छु कि तपाईहरूले गरेको कामलाई हामीले कदर गरेका छौं र त्यो कामको प्रशंसा गरेका छौं र तपाईले गर्ने काममा जनतालाई अरु बढी हित गर्न चाहनुहुन्छ भने र जनतालाई रोगबाट बचाउने विद्या दिन चाहनुहुन्छ र रोग भएको बेलामा रोगको उपचार गर्ने विद्या पनि दिन चाहनुहुन्छ भने तपाईले योग प्राकृतिक चिकित्सालाई अंगीकार गर्नै पर्छ, त्यसको समर्थन गर्नै पर्छ र त्यसरी चिकित्सा पद्धतिलाई अगाडि बढाउनु पर्छ। के तपाईलाई थाहा छ एउटा बगैँचामा एउटै तरिकाको फूल फुलेको छ भने के त्यो बगैँचाको सुन्दरता हुन्छ? एक बगैँचामा 10 फूलहरू फुलेका छन् भने बगैँचा कति सुन्दर हुन्छ? यी विभिन्न चिकित्सा पद्धतिहरू एक बगैँचाका 10 प्रकारका फूलहरू हुन् र यी 10 प्रकारका फूलहरू फुल्नु र ती फूलहरूलाई हेर्नु र तिनको महक लिनुमा धेरै ठुलो गौरव छ। जति तपाईले एउटै चिकित्सा पद्धतिलाई लपेटेर लगाएर त्यसको मोनोपोली, त्यसको सिन्डिकेट कायम गर्न चाहनुहुन्छ, त्यो सिन्डिकेट बहुत घातक हुनेछ, अवरोधक हुनेछ। तपाईहरूले यस विषयमा राम्रो तरिकाले विचार गर्नुहोला। जनगर्वी सरकारलाई मेरो यो निवेदन हो र औषध व्यवसाय गर्ने आधुनिक चिकित्सा एकमात्र चिकित्सा पद्धति हो भनेर व्यवसाय गर्ने र अरु कुनै चिकित्सा पद्धति नै हैनन् भनेर भन्ने
र आधुनिक चिकित्सा एलोप्याथिक चिकित्सा शास्त्र नै एकमात्र चिकित्सा शास्त्र हो भन्ने र अन्य परापूर्वदेखि चल्दै आएका र आज आधुनिक विज्ञानसित गाँसिएर आजका विश्वविद्यालयहरूले पढाइ गरिरहेको योग तथा प्राकृतिक चिकित्सा र तिनका डाक्टरहरूलाई निषेध गर्ने जो पद्धति तपाईँहरूले लिनुभएको छ यो देशका लागि अहितकर छ, जनताका लागि अहितकर छ र अन्ततोगत्ता गएर तपाईँहरू स्वयंको लागि पनि अहितकर छ। त्यसैले थोरै नैतिक बन्नुहोस् र थोरै जनप्रेमी बन्नुहोस्। पैसा मात्रै कमाएर केही काम हुनेवाला छैन। तपाईँहरू त पैसामा व्यवसायमा बढी केन्द्रित हुनुभएको छ। व्यवसायमा पैसामा मात्रै बढी केन्द्रित हुनु भनेको यो औषध विज्ञानको कुरो होइन, यो अन्य व्यवसायहरूको कुरो हो। त्यसकारण तपाईँहरूले बरु कुनै उद्योग खोले हुन्छ। तपाईँहरूले चिकित्सक बन्न तपाईँहरू सुहाउनुहुन्न, मेडिकल काउन्सिल भन्न तपाईँहरू सुहाउनुहुन्न, आफूलाई नसुहाउने काम गर्नु हुने छैन भन्ने मैले आशा गर्दछु।